बेला चाहिँ दुनियाँभरका मान्छेले गाली गर्दो रहेछ। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हुँ। मैले किन गाली खाइराख्नु परेछ त भन्दाखेरि यो देशलाई बिछट्टै माया गर्छु म, हैन? यो देशलाई सम्झेर थुप्रो चोटि रोएको छु, थुप्रो चोटि हाँसेको पनि छु। रोए यो देशसँग, हाँसे यो देशसँगै हाँसौँला, रोए यो देशसँगै रौँला। देश बिर्सी एकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने गीत गाउने मान्छे, यो देशको सबैभन्दा सानो मान्छे म आफूलाई त्यो सम्झन्छु। तर यो देशमा कसैले पनि मलाई नहेपोस् भन्ने मान्छे पनि हुँ म फेरि त्यति नै खेर। त्यस्तो खालको एउटा बेसिक बुझाइ राख्ने मान्छे हुँ म। आज पनि मलाई गाली गर्नेहरूको संख्या अझै धेरै बढेको छ। पहिला धरानमा हुँदाखेरि मैले दिनको 1000वटा गाली पाउँथेँ, अहिले मैले दिनको 10,000वटा गाली पाइराखेको छु। ती सम्पूर्ण मलाई गाली गर्ने महानुभावहरूलाई, ती विद्वान मित्रहरूलाई, ती बौद्धिक मित्रहरूलाई मेरो हार्दिक सम्मान छ, मेरो माया सम्झना छ। यसरी नै मलाई गाली गरिरहनु। म मेरो बाटो हिँडिरहन्छु, तपाईहरु मेरो खुट्टा तानिरहनुस्, तर अन्ततः जित मेरै नै हुनेछ। अन्ततः जित मेरो हुनेछ। दार्चुलामा पुल थाप्नका लागि हामी गयौं, थुप्रैले खुट्टा तानेकै। तपाईहरुले खुट्टा तानिरहनु भएको छ, हामीले पुलको लट्ठा तानेर पुल बन्न आट्यो। अब 10-15 दिनमा उद्घाटनमा जाँदैछु म। त्यसपछि हामी फेरि अर्को प्रोजेक्ट गर्छौं, त्यहाँ पनि खुट्टा त्यसरी तान्नु है।